Sunsari Jalama Awasthit Barahachtra, Keval Yauta Mandir Matra केवल Haina, एउटा मन्दिर मात्र नभई हजारौँ लाखौँ भक्तजनहरूको एउटा आस्थाको केन्द्रबिन्दु पनि बराज क्षेत्र मन्दिर मानिन्छ। यो मन्दिर विभिन्न ठाउँ विभिन्न देशबाट चाहिँ दर्शन गर्न हेर्न घुम्न धेरै आस्था बोकेर यो मन्दिरसम्म आउने भक्तजनहरू पाइन्छन्। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले हजारौँ लाखौँको सङ्ख्यामा परेवा पनि यहाँ देख्न सकिन्छ। यो मन्दिरमा परेवाहरू चढाउने भक्तजनहरूको भाकल हुन्छ, परेवा उडाउने गर्दछन्। यो बराज क्षेत्र मन्दिर हजारौँ लाखौँ विभिन्न देशहरूबाट आउने भक्तजनको ठुलो केन्द्रबिन्दु तथा धेरै आस्था बोकेको बराज क्षेत्र मन्दिर मानिन्छ। तपाईहरुलाई पनि यानकि थाहा छैन होला, यो बराज क्षेत्र मन्दिर धरतीको पहिलो तीर्थस्थल पनि यही बराज क्षेत्र मन्दिर हो। साथीहरु तपाई पनि कतिपय आउनु भएको छैन होला यो बराज क्षेत्र मन्दिर, आउनुहोस्, दर्शन गर्नुहोस्, जानुहोस्, आफ्ना इच्छा आकांक्षा माग्नुहोस्। धेरै आस्था बोकेको यो बराज क्षेत्र मन्दिर धरतीको पहिलो तीर्थस्थल बराज क्षेत्र मन्दिर मान्ने गर्दछन्। यानकि यो बराज क्षेत्र मन्दिर कयौं वर्ष अगाडि देखि नै यो एउटा आस्थाको दरबारमा उभिएको मानिन्छ। साथीहरु म पनि आज यस बराज क्षेत्र मन्दिर घुम्ने अवसर मिलेको छ। तपाईहरुलाई यो भिडियो मार्फत देखाइरहेको छु। साथीहरु तपाई पनि आउनुहोला, घुम्नुहोला, मनोरञ्जन लिनुहोला, आफ्ना आस्था आकांक्षा पूरा गर्नुहोला। यो सुन्दर दृश्य एउटा मैले तपाईहरुलाई देखाइरहेको छु। साथीहरु यहाँ देख्न सक्नुहुन्छ बराज क्षेत्र मन्दिरको गेटबाट चाहिँ म प्रवेश गर्न गइरहेको छु। साथीहरु म बराज क्षेत्र मन्दिरको विभिन्न ठाउँहरु पनि तपाईहरुलाई भिडियो मार्फत देखाउन गइरहेको छु। साथीहरु तपाईहरुले पनि हेर्न सक्नुहुन्छ है। बराज क्षेत्र मन्दिर गेटबाट प्रवेश गरिसकेको छु म। यहाँ देख्न सक्नुहुन्छ मन्दिर। ल साथीहरु हेर्न सक्नुहुन्छ है। विभिन्न ठाउँमा यहाँ विभिन्न घण्टी चीज वस्तुको चाहिँ यो पुरै मठ मन्दिरको चाहिँ पुरै मूर्तिहरु छन्। यहाँ भित्र चाहिँ विशेष बराहको मूर्ति रहेको छ। यतापटि पनि देख्न सक्नुहुन्छ साथीहरु विभिन्न मन्दिरहरु छन्। ल हेर्न सक्नुहुन्छ मित्रहरु, तपाईहरु कति त आउनु भएको होला बराज क्षेत्र, तर कतिलाई थाहा नै छैन होला यो बराज क्षेत्र मन्दिर कहाँ छ भनेर। यो चाहिँ जिल्ला सुनसरी बराज क्षेत्र वार्ड नम्बर 1 चतरामा अवस्थित रहेको छ। साथै यो सप्तकोशी नदीको किनारमा पनि अवस्थित रहेको मानिन्छ यो बराह मन्दिर। ल देख्न सक्नुहुन्छ यो भिडियोबाट प्रत्यक्ष यो उताबाट आएको कौशिकी नदी, कोका कौशिकी नदी अर्थात् सप्तकोशी नदी पनि यही बराह मन्दिरको छेउबाट बग्दै झरेको अवस्थामा देखिरहेको छु तपाईहरुलाई यो भिडियोबाट। साथै यहाँ चाहिँ एउटा यस्तो ढुङ्गा छ, कतिपय उचाल्नै सक्नुहुन्न। तपाईलाई यो भिडियो पनि बाट देखाउन गइरहेको छु। यो ढुङ्गा पनि यस्तो आस्था भएको ढुङ्गा हो यो। जो कोहीले उचाल्न सक्दैनन् भन्ने एउटा प्रचलन आस्था छन्। धर्म अधर्म भन्ने चाहिँ यो ढुङ्गाबाट पनि छुटिन सक्छ अरे भन्ने यहाँहरुलाई अवगत गराउन चाहन्छु। ल यहाँ भिडियोबाट देखाइरहेको छु बराज क्षेत्रको वरिपरिको चाहिँ मन्दिर। तपाईहरुले सुन्नुभएको होला धरतीको पहिलो तीर्थस्थल बराज क्षेत्र मन्दिर। यही नै हो साथीहरु, धरतीको पहिलो तीर्थस्थल बराज क्षेत्र मन्दिर। तपाईहरुलाई मैले भिडियो मार्फत देखाइरहेको छु साथीहरु। तपाईहरुले पनि हेर्न सक्नुहुनेछ यो। आउन सक्नुहुन्छ, घुम्न आउन सक्नुहुनेछ।
हरेक आस्था भरोसा लिएको एउटा यो मन्दिर हो। यहाँ विभिन्न भक्तजनहरू विभिन्न ठाउँ देश विदेशबाट हजारौँ लाखौँ सङ्ख्यामा विभिन्न पर्वत अवसर मेलामा चाहिँ यहाँ मेला पनि लाग्ने गर्ने पाइन्छ साथीहरू। हजारौँ लाखौँको सङ्ख्यामा कहिले बराधाममा मेला लाग्दा पनि यहाँ आउने गर्दछन् भक्तजनहरू। बराक्षेत्र धाम नामै काफी छ। धरतीको पहिलो तीर्थस्थल बराक्षेत्र मन्दिर भन्ने यहाँलाई अवगतै छ। कौशिकी नदी अर्थात् सप्तकोशी नदी पनि तपाईँहरूलाई मैले भिडियोबाट देखाइरहेको छु। यो सप्तकोशी नदी हो। नेपालको ठुलो नदी सप्तकोशी नदी यही बराक्षेत्रबाट बग्दै गएको अवस्थामा तपाईँलाई मैले भिडियो मार्फत देखाइरहेको छु साथीहरू।